Welcome. यो चाहिँ एउटा स्मारक सोल्डा आम्मा यहाँ त कस्तो दामी भ्यू आयो यार वेलकम हो आम्मा कस्तो दामी क्या कस्तो दामी क्या यार कस्तो सफा बनायो यार यहाँ त पप्पा लाग्छ नि सुन्दा हेटौँडा स्मारक अब केटा हो यहाँ चाहिँ फोटो हान्ने हो र ल बाई बाई मेमोरी हुन्छ क्या दामी मेमोरी त आउँछ झ्याम्टा खान्छ भोलि हेटौँडाको स्मारक है केटाहरू आऊ है आऊ हेटौँडाको स्मारक दामी छ है ल हामी त घुम्दैछु होइन दामी छ कताबाट जाने हेर न यहाँ आम्मामा भ्यू यार कति छ हो बाफ्रे ल हिँड न त कहाँ आउ न आउ न के हुन्न त्यतिकै नि हाल्नु परेन यार मेमोरी हुन्छ नि त घुमेको कता हो ल एकछिनमा भेट्नुपर्छ अब यहाँ कस्तो लाइटिङ पनि दामी छ यहाँ हेर न यस्तो दामी यहाँ ए उल्टो देख्दो रहेछ यार सैदिसमा किन यस्तो भयो यार होइन यस्तै हो ए ल ल ल क्यामेराले अनि जस्तो छ त्यस्तै नै देखाउँछ त्यसले फर्काउने काम गर्छ आज शहीद स्मारक हिँड्दै हो यार 2025 मा हामी है यसरी नै जिन्दगीमा रैला गर्दै हिँड्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ उता पनि बनाएर छ कहाँ वेलकम छ है मेरो केटाहरूलाई यताबाट चाहिँ यस्तरी यहाँ यस्तरी ठाउँ यता हेर न यस्तरी घुमाउनु सरर देखाउनुपर्छ लाइटिङहरू पप्पा हाल्छ कता जाने हामी त यस्तो त हो नि फेरि भिडियो चाहिँ दामी आउँछ कि यसबाट होइन पहिला बनाएको थिएन यार यता तलतिर अहिले त पुरै तलाउनु बनाएको हेटौँडा स्मारक बब्बा लाग्यो मलाई दामी ठाउँ रहेछ हेटौँडाको स्मारक है आउनुपर्छ है केटाहरू तिमीहरू पनि घुम है घुम हामी यस्तै त हो नि बुढो
ड्राइभर पनि छ यार बोलाहरू छैन हेटौडा स्मारक घुम्दै हो आज घुम्नुपर्छ है घुम्नुपर्छ सबैजना रेल हान्नुपर्छ है केटाहरू हल्ला गर्दैछ त्यहाँ होइन हेटौडा चुक्लुक्लुक्लुक्लु हेटौडा स्मारक ढोको सोको पनि रहेछ यहाँ चाहिँ ढोको डस्टबिन तिम्रो भिडियो पनि बनिरहेछु फोटो हान्यो ल हेटौडा स्मारक घुम्यो है अब चल्दिन लाग्यो घरतिर होइन हेटौडाको स्मारक दामी नै छ है यही हो हेटौडाको स्मारक ल हामी चाहिँ अब चल्दिन लागेको अब यस्तै हो हेटौडा स्मारक घुमेर राति हुँदो 6 बजेतिर होइन हेर न यहाँ लाइटिङहरू बब्बालै छ यता पनि बब्बालै छ अब यही अब घुम्नलाई है दामी छ हेटौडा स्मारक यार यहाँ लाइटहरू हेर्नु न बा यस्तो दामी ठाउँ छ यार अनि टिकट कति 60 रुपियाँ है हेटौडा स्मारक छिर्नको लागि 60 रुपियाँ हो टिकट भित्र छिर्नको लागि पैसा लाग्छ फ्रीमा छिर्नु पाइँदैन दामी छ यो साकलाका बिन्दो दामी लाग्यो मलाई झन् सफा पनि बनाएछ योचोटि पुरै बब्बाल छ लाइटिङहरू ओ माई गडनेस यार यो त रिसोर्ट जस्तै छ हो यो त होटल जस्तै यार हेर न पुतली पुतली दामी छ दामी हेटौडा स्मारक घुमियो हामी पनि घुमियो दामी छ है हौ साकालाका बिन्दो हिमालहरू पनि छ यहाँ दामी हिमालहरू ल गेट पास आऊ न सोल्टा तिमी त कस्तो भाइरहेको बस्छ न यस्तो यार मेमोरी हुन्छ क्या यार 5 वर्षपछि हेर्दा पनि ए हामी यस्तो गएको थियो भन्ने हुन्छ होइन हो कि न भन यस्तो हाँसेको थियो भिडियो भनेको एउटा मेमोरी हो क्या हेर न अँध्यारो भयो हात पो दुख्यो यार कस्तो यस्तो ओ हेर न यहाँ तर यार अँध्यारो भयो कि है अब यसरी नै आउन यसरी आउन यसरी हेर न यार यो अनुहार हेर्नुपर्छ कि 5 वर्षपछि दामी छ नि हेटौडा स्मारक अब राति हुँदा घुम्नलाई बब्बाल मजा आउँछ राति चाहिँ आऊ सोल्टा मेरो सोल्टा हो हामीले चाहिँ टक्क घुमिदिइरहेको हो होइन
अब चिडियाखाना हेर्नुपर्ने हो तर जनावरहरू हेर्नै पाएन राति त वा लाइटले त कस्तो दामी भएको सोल्डा लाग्छ कि प्याराडाइज होटलमा हिँडेर प्याराडाइज होटल आएको जस्तो फिल भइरहेछ कस्तो दामी यस्तो यो त रिसोर्ट जस्तो फिल भइरहेछ यार है उयो पनि छ मन्दिरहरू बुद्धको मन्दिरहरू पनि छ है केटा यहाँ है अब भिडियोमा नआउनेले यहाँ भिडियोमा हेर्ने चित्त बुझाउने हो अब सक्यो डेस्टिनेसन सक्यो हाम्रो राति कता कता छ अब सब देखाउनु पऱ्यो कि हात पो दुख्न थाल्यो यही काम लाग्छ पछि हेर्दा न ल घुम्दैछु है घुम्दैछु यहाँ हेर न यहाँ यस्तो यस्तो हेर पुरा खतरा छ यता घुम नि तिम्रो यहाँ लाइटिङहरू ए चल यहाँ हाल्ने जे बोले त्यति हाल्ने हो यो बाटो लास्टमा गएर भइसक्यो हो र ए त्यहाँ पनि छ है बाँकी यस्तो देखाइदिउ न जिप लाइन पनि यहाँ पनि रहेछ उस यो टुप्पामा कहाँ ए यो देखाइदिउँ यार यिनीहरूलाई उयो ब्याकमा तर यो त उल्टो पो आउने क्यामेरा ब्याक गरेर तर हामी रङ टाइममा हिँड्यो कि है सोल्डा हो यस्तो दामी रहेछ नि सोल्डा आम्मा के आउने फेरि ए सोल्डा नत्र पछि आउन त है उज्यालोमा के ल है एकछिन है बा कस्तो कलर वाइज त बप्पाल देख्ने कि सोल्डा यो ए स्टिक भइदा चाहिँ सेन्टरमा पारेर हिँड्नु चाहिँ खतरा देखिन्छ खतरा हुन्छ नि यार त्यसमा अनि सब उयो ब्रिजहरूमा पनि सब लगाएको तर के आउने दिउँसो फेरि यार दिउँसो आउँदाखेरि मजा आउँछ सोल्डा दिउँसो क्याप्चर गर्दा ऊ त्यो हो स्टेज यहाँबाट क्याच गर्ने हो क्या ए यहाँ त सब उल्टो देख्छ उल्टो हो आमा ल है आम्मा सोल्डा यार यहाँ त कस्तो उज्यालो यार आउ न यता यस्तो दामी यार कसले यत्रो डिजाइन गरे हो यस्तो यार शहीद स्मारकको यस्तो दामी यार लाइटिङहरू हालेर टन्नै स्पेस रहेछ पहिला त यता त केही थिएन हो पहिला केही थिएन सब नयाँ बनाएको स्मारकले उयो के हो शहीद स्मारक स्काई साइक्लिङ लाग्यो ए साइक्लिङ स्काई साइक्लिङ हो नि एडभेन्चर वर्ल्ड यस्तरी देखाउने हो क्या सोल्डा तिमी आउँदैन आउने यो साइड तलबाट जान्छ तलबाट जाने कताबाट जाने बबाल छ है तर दामी लाग्यो मलाई साँच्चै यहाँ त कस्तो मजा आएको हामीलाई उज्यालो त चाहिएन यार यो अनुहार हेर नि तिमी 5 वर्षपछि के चेन्ज पाउँछौ चाउरी वर्ष चाउरी पर्छ जुङ्गा फुल्छ फेरि अँध्यारो आयो एडभेन्चर वर्ल्ड तर दामी लाग्यो है राति हुँदो होइन शहीद स्मारक घुम्दा पनि दामी लाग्यो है मलाई चाहिँ है फ्लाइङ कार यहाँ सबै यो सब छ है
सब छ है यहाँ हेर न यहाँ कस्तो दामी यो मिलायो यार है यो लाइटले पनि कस्तो दामी देख्ने है भिडियोहरू के लाइटले गर्दाखेरि भिडियो बनाउँछु लाइटले त दामी देख्दो रहेछ नि यहाँ भिडियो लाइटले गर्दाखेरि बनाउनेहरू बनाउ दामी आउँछ बनाउँछु ल अब हाम्रो डेस्टिनेसन खतम यार फिनिस भइसक्यो अब घर जानुपर्छ होइन दामी लाग्यो शहीद स्मारक घुमेर है ल बाई बाई सी यू सुन माई बोय दोनों उता भन्ने कहाँ 120 रुपियाँ तिरेछ यार 120 त सताउनु पऱ्यो नि है एलइडीमा त केही देख्दैन त यार त्यो चलेको थियो यहाँ लाइटले त यार र एलइडी पनि छ है गाइज है बब्बा ल खाऊ न त तिमी खाऊ न त म खाँदिनँ ल्याउ न के खाने कस्तो दामी यार यो लाइटिङ हालेर कस्तो दामी खाने गुट्काहरू किन न यही हो शहीद स्मारक हेटौँडाको